नमस्ते खामरी मो स्वागत छ हजुरलाई मेरो प्यारो गाउँ मिन्दु बस्तीमा। साथीहरू आज चाहिँ म चाहिँ घिउ सिमी रोप्दैछु। हिजो भाउजूकोमा गएर 100 रुपैयाँको लिएर आएको थियो। भाउजूले तर मलाई 100 रुपैयाँको ज्यादै दिएर पठाउनु भएको थियो हो। अनि भाउजूले अलिक पतलो रोप्नु भनेर भन्नुहुँदै थियो। हिजो आलु खनेको त्यही बारीमा रोपेको साथीहरू, किनभने चाहिँ मलहरू पुरा थियो हो आलुमा लगाएको। अनि त्यतिकै त्यो मल वेस्ट हुनुभन्द चाहिँ सिमी रोपिदिन्छु भनेर चाहिँ अलिअलि काँटाले मिलाउँदै मैले चाहिँ टक 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 लगाएर चाहिँ सिमी रोप्नु थालेँ है त साथीहरू। अनि आजको दिन पनि एकदमै रमाइलो भइरहेछ। घाम पनि मजाले लागिरहेको छ हो। अनि हावाहरू पनि मजाले चलिरहेछ साथीहरू। अनि मैले चाहिँ सिमी पनि रोपिसकेँ। अनि यहाँनिर मैले फर्सीको बिउ लगाएको थिएँ, त्यो पनि मजाले हरियो आइरहेको रहेछ। अनि सिमीहरू पनि लगाएको थिएँ। यहाँनिर चाहिँ साथीहरू हामीले त्यो आलु रोपेर उब्रेको यतापट्टि सानो सानो गाडा बनाएर लगाइराखेको थिएँ हो। कुनै चाहिँ किराले खाएको छैन रहेछ यहाँको चाहिँ। अनि म चाहिँ खन्दै गएँ साथीहरू। अनि एकदमै दामी आइछ हो यहाँनिर चाहिँ। अनि खन्दै गएँ, अनि नखनौँ जस्तो लागेको थियो। फेरि किराले खानु थालिहालेछ हो साथीहरू। खन्दै गएँ किराले पुरा किराहरू लाग्नु थालेछ यहाँ पनि। अनि त्यही भएर मैले चाहिँ यहाँको पनि डल्लै निकालिदिइहाल्छु बारीमा आएको खेर भनेर चाहिँ। हेर्नुहोस् है साथीहरू, पुरा किरा लागिरहेछ, कमिला लागेर बिजोग भइरहेको रहेछ। ल हेर्नुहोस् है, आलु त फल्नु त मजाले नै फल्दै थिएछ है साथीहरू, कमिला लागेर चाहिँ बर्बाद भएछ। अनि यहाँनिर चाहिँ मटरहरू अस्ति रोपेको मटरहरू पनि मजाले फुलहरू फुल्नु थालेछ, फल्नु थालेछ हो। अनि यहाँनिर बन्दाकोपीहरू अस्ति आधी निकालिसक्यो, आधी रहेको चाहिँ यिनीहरू पनि मजाले फल्दो रहेछ बन्दाकोपीहरू। अनि यहाँनिर चाहिँ साथीहरू मैले अस्ति नै मकै लगाएको थिएँ, एउटा पनि उम्रेन। किन उम्रेन रहेछ भनेर हेरेको त सबै चराले खाइसकेछ हो। अनि त्यहाँबाट मैले चाहिँ त्यो आलु अघि खनेको आलु चाहिँ बट्टाबट्टी प्लास्टिकभित्र लगाएँ हो। अनि यति रहेछ है साथीहरू। अनि मेरो चाहिँ नानी स्कुल लिनु जाने टाइम पनि भइसक्यो। अब म चाहिँ जानुपर्ने हुन्छ घरमा गएर हो। अनि यहाँनिर चाहिँ मुला रोपेको छु। अनि यो अगाडि रोपेको यो पनि घिउ सिमी नै हो, भाउजूहरूले नै दिनुभएको थियो। अनि यहाँनिर पनि तोरीबारीमा पनि लगाइरहेको छु सिमी, मजाले आउँदो रहेछ हरियो हरियो। अनि मजाले हावा पनि चलिरहेछ हो साथीहरू, गरम भइराखेर मुला पनि निकै ठुल्ठुलो हुनु थालिसकेछ हो साथीहरू। अनि त्यहाँबाट यहाँनिर पनि उयो सिमी नै लगाइरहेको छु, कुनै चाहिँ उम्रिँदै रहेछ हो। अनि